जीवनमा धेरै यस्ता कठिन परिश्रमहरू पाउँछौँ। हाम्रो लक्ष्य भनेको के हो? उनीहरूको लक्ष्य भनेको त्यो माथिको पानी हो। त्यहाँ जाने लक्ष्य, त्यहाँनिर गएर अन्डा पार्ने लक्ष्य। उनीहरूले आफ्नो सन्तानको निम्ति यी माछाहरूले यत्रो ठुलो यो पानीबाट उनीहरूले पार गरेर त्यहाँ माथि पुग्नुपर्छ। उनीहरूले कोसिस गर्दैछ, तर पनि उनीहरूको कोसिस जारी छ। उनीहरूले हरेस खाएको छैन। उनीहरू सबै ट्राउट माछाहरू, अनि यहाँनिर सयौँ हजारौँ माछाहरू छन्। सयौँ हजारौँ माछाहरू छन्। त्यहाँदेखि लिएर माथिसम्म ल्याउनुहोस् त। तल उनीहरूको लक्ष्य, यी माछाहरूको लक्ष्य भनेको ठुलो माथि चढ्नु। तपाईँले मेरो जीवनमा जहिले पनि जब लक्ष्य सिधा हुन्छ, तपाईँको लक्ष्यको विपरीत परिस्थितिहरू उल्टो घटिरहेको हुन्छ। जसरी चेलाहरूको लागि आँधी तुफान उल्टो थियो, त्यस्तै हाम्रो परिस्थितिहरू पनि यस्तै हुन्छ। परमेश्वरले बनाउनु भएको ल्याउने मात्र उनीहरूले धेरै कोसिस गर्छ, लाखौँ कोसिस गर्छ होला। हरेक दिन, हरेक परिस्थितिमा, हरेक पटक उनीहरूको लक्ष्य भनेको यो माथि पुग्नु। तर त्यहाँ माथि पुग्नै दिन्न। उनीहरूको विपरीत बगेको पानीले कतिहरू सफल हुन्छ माथि हेर्नुहोस्। ल्याउनुहोस् त, कति सफल भयो, तर धेरै सफल हुँदैन। तपाईँले मेरो जीवनमा पनि धेरै यस्ता सफलताको बाटोमा हामी जाँदै गर्दा हाम्रो कोसिसहरू बेकार हुन्छ होइन। तर पनि हेर्नुहोस्, त्यो सफल भएन। त्यो सफल भएको माछाहरू, छत्रीहरू, यी सबै कुराले चाहिँ यो देखाउँछ कि हाम्रो जीवनमा हामीले कति कोसिस गर्दैछौँ सफलताको मार्गमा हिँड्नलाई। त्यसबाहेक हाम्रो सफलताहरू छैन होइन। अथवा बलिनु त शक्तिले तर परमेश्वरको आत्माले, तर हाम्रो कोसिस त हुनुपर्ने हुन्छ नि हेर्नु सक्यो। जब कोसिस जारी हुँदैन अनि कसरी हामीले सफलता प्राप्त गर्ने? उनीहरू यहाँनिर बसेर प्रार्थना गरेर हुँदैन, उनीहरूले कोसिस गर्नुपर्छ। म यो सबै कुराहरूबाट धेरै मैले आशिष पाएँ। प्रभुले पनि तपाईँलाई आशिष